सबैलाई नमस्कार, म अर्जुन भुसाल। यो खबर सबैसम्म प्रवाह गरिदिनु होला। विशेष गरी हाम्रो च्यानल यो अर्जुन भुसाल अफिसियल च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला प्लिज। युट्युबमा भिडियो हेर्दै हुनुहुन्छ। यो पैसा 7205 रुपैयाँ फेला परेको छ। 1002 3 4 5 6 7100 रुपैयाँ 7205 रुपैयाँ यो भरतपुर सरकारी अस्पतालमा फेला परेको हो। चितवनको भरतपुर सरकारी अस्पतालमा हिजो बेलुका 8:45 बजेको समयमा यो पैसा फेला परेको थियो। यो छिरलिएको अवस्थामा थियो। यो रकम नवलपुर चोरमारा निवासी आदरणीय किरण वाग्ले सर, नवलपुर चोरमारा निवासी आदरणीय किरण वाग्ले सरले अस्पतालमा आफ्नो कामले आउनु भएको रहेछ। गाइनो वार्डको अगाडिपट्टि मैले फेला पारेको भन्दै हुनुहुन्थ्यो। उहाँले फेला पारेर आज ल्याएर बुझाउनु भएको छ। सम्बन्धित व्यक्ति कोही हुनुहुन्छ भने सम्पर्कमा आइदिनु होला। मलाई एकदमै चिन्ता भएको छ, किनकि अस्पतालमा आउनु भएको थियो होला, यही पैसा पनि खोजेर आउनु भएको थियो कि के थियो, गाह्रो थियो कि आफैलाई कति पीडामा हुनुहुन्छ होला। यही 7000 रुपैयाँ लान्छु र म उपचार गरेर केही होइन मेरो शरीर देखाएर आउँछु भनेर आउनु भएको थियो होला। अहिले पैसा हराएर चिन्तामा हुनुहुन्छ होला। प्लिज जो हुनुहुन्छ उहाँ सम्पर्कमा आइदिनुहोस्। 98 015 64 807 98 015 64 808 मा फोन गरिदिनु होला। हजुरको पैसा दिन हाम्रो टिम आतुर छौँ, हामी आतुर छौँ र इमान्दारिता सबभन्दा ठुलो कुरा हो। आजले किरण वाग्ले सरले जुन इमान्दारिता प्रदर्शन गर्नुभयो, आज भेट्टाएको चिज दिनुपर्छ, भेट्टाएको पैसा समेत पनि दिनुपर्छ भन्ने सोच्नुभयो। यो कागज केही पनि छैन, ल हेर्नुहोस्, यसमा अरू डकुमेन्ट खुल्ने केही पनि छैन। यो लिम भने उहाँले सजिलै सक्नुहुन्थ्यो, तर उहाँको मनले मानेन। होइन, दिनुपर्छ है। हामीले कसैको पीडालाई कम ठान्नुहुन्न। अरूको रकम लिएर हामी कहिल्यै पनि माथि पुग्दैनौँ भन्ने सोचको जसरी जो सोच राख्नुभयो, यसका लागि उहाँप्रति अत्यन्तै सम्मान। यस्तो असल व्यक्ति अरू पनि जन्मिनुपर्छ, यस्तो असल कर्म अरूले पनि गर्नुपर्छ। कसैले केही चिज भेट्टाउनु भयो, केही चिज कहीँ फेला पार्नुभयो भने हामीलाई तत्काल खबर गर्नुहोला र कसैलाई गाह्रो परे, कसैलाई अप्ठ्यारो परे सम्झिनु होला र यो रकम हामी दिन अत्यन्तै आतुर छौँ। सम्बन्धित व्यक्ति सम्पर्कमा आइदिनु होला र फेरि पनि आग्रह गर्छु, यो हाम्रो च्यानल अर्जुन भुसाल अफिसियललाई सब्स्क्राइब गर्न चाहिँ कसैले पनि नभुल्नु होला, जोडिनु होला। युट्युबमा हाम्रा भिडियोहरू अलिक कम देखिन्छन्, पक्कै हो, तर अब कम देखिन्नन्। अब हजुरहरूले सब्स्क्राइब गर्नुहुनेछ, च्यानलमा जोडिनु हुनेछ, हामी कन्टिन्यू भिडियो हालिराख्नेछौँ। यो पैसा दिन हामी आतुर छौँ। अरूले पनि कसैले केही चिज भेट्टाउनु भयो भने यसरी नै ल्याएर बुझाइदिनु होला। समाजलाई राम्रो बनाऊ, सभ्य बनाऊ। सबैलाई धन्यवाद, नमस्कार।